सेम उयोहरू यो प्यान्टतिर होइन यो सेम हो। यो तारा हेर्नु यस्तो चम्किन्छ टिक गर्नु। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भिडियो। गाइज के छ तपाईँहरूको हाल खबर? सबजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम ठिक छु होइन। अनि आज चाहिँ म भर्खरै घाँस काटेर खाना खाएर झरेको रुमतिर। अनि अब चाहिँ म लुगा धुन जान्छ। आज नुहाई धुवाई गरिन्छ होइन। लग 1-2 महिना त भयो साँच्चै भनेको, यस्तो फोरी भयो। अनि मेरो रुमको हालत चाहिँ यस्तो छ है। कपडाहरू भर्खर लिएको, मेरो अर्को फोन छ यहाँ। त्यसपछि त्यही हो, अब झोला सोला झिकेर अनि त्यसपछि म सिउँदो तिम्रो अर्कैको हातबाट रङ्गाऊ, तर अन्तिम पल त भेट्न आऊ। अब चाहिँ म योमा प्याकिङ हान्छु। मेरो क्या पसन्द चाहिँ यो साबुन छ नि गाइज, अनि यो सेम्पू चाहिँ मेरो फेभरेट सेम्पू हो। यहाँ कपडा सपडा प्याकिङ हुँदैछ। यो गिटार भइहाल्यो के अरे। अनि यो मेरो फेभरेट स्याम्पू है गाइज। यस्तो यसको बास्ना यस्तो बवाल हुन्छ नि। यहाँ राखिदिन्छु। अनि त्यसपछि अब जान्छु म पनि। यस्तो छ कोठाको हालत। यो लगाऊँ कि नलगाऊँ हो। जुत्ता हेर्नु, जुत्ताको हालत यस्तो है। लथालिङ्ग चाहिँ बरालिसकेँ। अनि त्यसपछि देख्न सक्नुहुन्छ रुम सुन चटक्क मिलाइयो। गिटार सिटारले त्यहाँ राखेँ। अनि त्यही रुम यस्तै छ होइन। के हाल्नु त नि। ल अब चाहिँ नुहाउन गइन्छ, कपडा सपडा धुन। अहिले चाहिँ कपडाहरू सत्ताएँ, त्यसपछि झोला सोला भिरेर चल्टेको गाइज। रुम सुम सफा हार्यो। त्यसपछि अहिले जाँदैछु। घाम लागिरहेको, चर्को लागिरहेको चाहिँ मजा हुन्छ। म यहाँ आएर पनि 2टा धोइसकेँ, जाएर भेस्ट। त्यसपछि यो चाहिँ अहिले नुहाइसकेपछि फेर्ने कपडा हो। त्यही भएर घामै लागेको छैन कि। अग्नि चाहिँ लागेको थियो, अहिले फेरि बादलले छेक्यो। अनि यहाँ मान्छे आउनुभयो, नुहाउनु नि चऱ्यो उहाँले। वेट गरिरहेको छु। अब एकछिन बस्छु यतातिर 15 मिनट जति। त्यसपछि म फेरि सुकोस् है गाइस, सुकोस्। घाम चरक्क धेरै न, आधा घन्टा घाम लाग्यो यो सुक्थ्यो कि। गाइस हिँडिरहेको चाहिँ एकछिन अझै त्यो गर्नु होइन क्या। यो आइमे मान्छेको फेरि यस्तो ढिला हार्ने। कपडा पनि सुक्यो। कपडाहरू धोइभ्याइयो। त्यसपछि चाहिँ अहिले मैले नुहाउनु लाग्यो है। टाउकोबाट सुरुवात गरौँ भनेर। पुरा शरीर सब नुहानै हो नुहाउनु त, तर पहिला चाहिँ टाउको नुहाऊँ। त्यसपछि पानी चाहिँ सुकेर सानो आउँदो रहेछ, उताको अलि ठुलो आउँछ। साबुन है त्यो 10 रुपियाँको क्या बास्ना चाहिँ कडै आन्छ। अब चाहिँ मेरो नुहाउनुभन्दा अगाडि एकचोटि चाहिँ यो राउन्ड मार्नुपर्ने हुन्छ, चिप्लिनु पर्ने हुन्छ यहाँ। ल म चाहिँ त्यो गरिसकेँ। अब पुरा आङखोल नुहाउनु पर्ने हुन्छ। त्यो मैले चाहिँ नुहाइसकेँ। त्यसपछि अब चाहिँ प्यान्टीहरू चेन हान्नुपर्ने हुन्छ गाई। मैले फेर्ने कपडा सुक्यो कि नै। 1 2 3 4 5वटा कपडा धुनलाई 6वटा क्यारम त नि।
एक्लै हाँस्दिउँ यार। झोला पसाल्छु के अरे बल्ल के आनन्द भयो। मैल हुन्छ नि आमा देखाएन मैले तपाईँहरूले होइन यस्तो खतरा पर्थ्यो कि त्यो मैलहरू। जोस् मलाई फेरि यस्तो हुन्छ कि त्यो मान्छेले हप्तै पछि नुहान्छ नि मैल परे पनि नपरे पनि के त्योभन्दा चाहिँ बरु महिनै दिनको नुहाने होइन तर मैल मिच्दा बब्बाल आओस् कि यत्रका ल्याम्ता आओस् बल्ल मजा आउँछ। शरीर पनि बल्ल हलुक्को फिल हुन्छ होइन। त्यही हो हप्तै पछि नुहानेहरूले याद गर। त्यही भन्छु म अबदेखि त्यही गर्नु ओके। महिनापछि नुहाऊ तिमीलाई आनन्द आउँछ। त्यो हप्तै पछि नुहायो मैल नि परेको हुन्न स्वाङ नभएको स्वाङ साबुन खर्च गर्ने। मेरो प्यान्टी चाहिँ यहाँ छ। हो हेर्नु त सेम उयो हो कि यो प्यान्टी र होइन यो सेम हो। सो अहिले चाहिँ मैले नुहाएर पनि कपडा फेरिसकेँ देख्न सक्नुहुन्छ। यो भेस्ट चाहिँ मैले धेरै झन्नै 1 वर्षपछि लगाएँ। पहिला भिडियोमा पनि देखिराख्नु थियो होला तर लङ टाइम पछि। अब कपडाहरू उठाउँछु त्यसपछि घरतिर चल्नुपर्ने हुन्छ। ह्यान्डसम देखिहालेँ नि त म। सो गाइज अहिले चाहिँ म हिँडिसकेँ टक्क लाएर झोलासोला बेरेर कपडा उठाएर हिँडिदिएको ल। उकालो वन यस्तो छ हाम्रो गाउँको पारिन पानी आयो कि अरे त्यस्तो। यो पारा हेर्नु यस्तो चम्किन त्यो गर्दै म देखेर चम्क्यो लास्टै। लगायत अहिले चाहिँ म घरमा आइसकेँ। त्यसपछि एउटा घर छ अब म सुकाइदिन्छु। बाहिर सुकाने अनि त्यस्तो हुन्छ म यहीँ भित्र सुकाइदिन्छु। ल यहाँ छ नि रसी यहाँ सुकाइदिन्छु। अनि यता हेर्नु एकछिनपछि पानी पर्न सक्छ कि। फुल त आम्मा यति ठुला फुल किरा आउँछ यति ठुला भइसक्यो चाहिँ हेर्नु आम्मा। अनि यहाँतिर आजभोलि चाहिँ यस्तो छ है मान्छे नबस्ने भएपछि घरले पनि रङ फेर्दो रहेछ। किनकि त्यहाँ स्याहार सुसारहरू हुँदैन होइन। यताउता यस्ता हेर्नु पहिला कस्तो थियो बाजेरामा बस्ने बेला सरसफाइ गर्ने टक्क मान्छेहरू पुरा बसिरहन्थ्यो होइन राम्रो थियो। आजभोलि यस्तो ल। अब चाहिँ म कपडाहरू सुकाउनु पर्ने हुन्छ माथि गएर मोबाइल बबाल तरिकाले अड्डाएको छ। कपडा सुकाइयो छानाहरू पनि डुला परेछ यार। लगायत अहिले चाहिँ म एकछिन ड्रेस गरेँ अनि त्यसपछि अहिले चाहिँ बारीतिर मकैले लात्ती लगाउन जानु लाग्यो उता पर बाटोभरि। यता हेर्नु पानी सङ्लेर अनि म जाँदैछु कपडाहरू चेन हाने। ल जान्छु अब म त्यहाँबाट ओके। ह्यान्सी देख्यो होला नि त मलाई ह्यान्सी बबाल दामी। मेरो जीवनबाट जाने भए मकै बारीतिर आइसक्यो ल। यो चाहिँ दाइहरूको मकै हो क्या बबाल दामी। मकै बारीतिर आइसकेँ अनि त्यसपछि यता हेर्ने त्यहाँ माथिदेखि कोही अल्का कोही होचा कोहीले धान फालेको
के यस्तो यो के भएको यो मकैतिर। अनि हाम्रो चाहिँ एउटा हो त्यहाँ भाउजूले त्यहाँ लगाउनु भयो अरे आधा त्यही बारीको एउटा छेउमा अनि त्यसपछि तल्लो बारीतिर गोला आएको छ कि मान्छे तलतिर नि लगाएर चाहिँ यता हेर्नु हाम्रो बारी यही है त्यो र त्यो बाजे बोईको अंश हो बाजे बोई हुनु नि अब गर्नै पर्यो हामीले हैन त्यसपछि तलतिर अनि पार्कतिर गाउँ चाहिँ यस्तो छ स्कुल हो त्यहाँ सो त्यही यो बर्खा लागेपछि त छुट्टै क्या बगाल भाउजूले हात लगाउनु भयो त्यो छोटा खाएर कस्तो यो छेउछेउमा खाने यो झिलिङ्गे हो कि गट हो यार झिलिङ्गे मेरो चाहिँ गोजाको त्यो गएछ कि चेन गएछ गाइस यता हेर्नु त चेन गोजाको यहीँ राख्छु म यसलाई त्यसपछि अब म त्यहाँ गएर लगाउँछु त्यस तल लगाउँछु भेट चाहिँ म लगाउँछु हुन्छ नि यहाँ चाहिँ यस्तो चाप दिने पुरा यो त साना भयो कि यो मकै यसको उमेरै नपुगे जस्तो के लात्ती लगाउने उमेर नपुगे पनि अब हामीले जबरजस्ती लगाइदिन्छौँ तल्लो नि त्यस्तै छ यार कति साना हो कि ल अब लगाउँछु त्यसपछि भेटौँला अब स्कुल छुट्टी हुने बेला पनि हुन लाग्यो कति 3:30 भइसक्यो होला सायद पारि केटी आएको ठुलो बारी चाहिँ लगाइसकेँ मैले यति थियो त्यहाँदेखि लगाइसकेँ अब तल्लोमा प्रवेश गाइस म चाहिँ यहाँ झ्याप्प के याद आयो भन्दाखेरि चाहिँ यहाँ छ नि यो यहाँ खर काट्ने टाइममा के यो घाँसहरू छ नि यस्तो सुकिसकेको हुन्थ्यो र यहाँदेखि अलि उठासम्म छ कि बाजे बोईको त्यो के अंश भनौँ म अनि त्यसपछि एकचोटि आमा बोई हुँदै बाजे त अब झन् हुनुहुन्थ्यो होइन आएको थियौँ यहाँ आएको तपाईँको बोई आमा म आएको थियौँ खर काट्यौँ होइन 3-4वटा मुठा कति काट्थ्यो अनि त्यहाँबाट बोई र आमाज्यू सासु बुहारी कि अब रक्सी खाने बोईले 1000 रुपियाँ दिनुभयो अब हाम्रो आमासँग त हुँदैन होइन बोईले 1000 रुपियाँ दिनुभयो मलाई अनि त्यहाँ छ नि त्यहाँनिर फेरि त्यो छ कि पसल छ त्यहाँ अनि त्यहाँबाट चाहिँ 1 बोतल हो कि 2 बोतल रक्सी मगाउनु भयो मलाई चाहिँ चाउचाउ जेस त्यहाँबाट गएँ हामी काट्दै गर्छौँ जा गरेर लिएर आइज अनि बसेर खाम्ला भनेर म गएँ टुक गर्दै गयो त्यहाँ लिएर आइयो खाइयो त्यो जस पुरानो कुराहरू चाहिँ दिमागमा याद भइहाल्ने तर अहिले त्यो दिनहरू कटाकै के गरेँ कसो गरेँ अब सम्झना मात्रै त रहेछ नि हो जे पनि मैले चाहिँ लात्ती लगाइसकेँ त्यसपछि म एकछिन ढुङ्गातिर थकै मार्दैछु ढुङ्गातिर बसिरहेको छु अनि हाट यता हेर्नु पारितिर पनि छ है मकै यहाँसम्म चाहिँ लगाउँछ त्योदेखि तल अरू पुरा यो यतातिर चाहिँ गाई हेर्ने त्यो भनौँ अनि मैले लात्ती लगाइसकेँ त्यही एकछिन बसिरहेको छु स्कुलले छुट्टी भइसक्यो आउँदैछ चार्जर पनि 9% मा गयो अब घर घोच्नु पर्ने हुन्छ फेरि कतिचोटि घोचेर बल्ल हुने हो र त्यही हो चार्जर भए त म गराउँथेँ है बुझ्नु न त अनि कस्तो भिडियो भइरहे यस बेला आने गाई चेरा हेर्न स्कुले हाम्रो गाउँको बहिनीहरू भान्जी बहिनी यस बेला के भर गए ओइ यस बेला किन आएको रे है यस बेला किन आएको स्कुलबाट यति ढिलो आउँछन् र ओ भान्जी यस बेला किन आएको छिटो भन के ओइ अगाडि आन्छु नि अलि टुक गर्दै ल भन यस बेला किन आएको है
इन लजाए गाइस अब इन दुईटाले हान्छ नत्र लौरोले हान्छु यो मैले यस बेला किन आएको रे भन्नुहुन्न यिनीहरू चाहिँ यही मेहन्दी हो कि तिजको मेहन्दी हुन्छ नि यही लिनको लागि यत्रो ढिला हारेको रे ल तिज आइगयो यिनीहरूको लागि त्यो भान्जीको नि पैसा आएर यिनले नि होला लिएको होइन यिनले नि होला मेहन्दी लिएको हो रे हो मेहन्दी लेखो रे खोइ हात थाहा यहाँ तिज आएन अझै ल हात थाप यहाँ एकचोटि हात थाप ल त्यहाँ अब नहरोस् ल तिमीले नि हात थाप तिमी फेरि खोरो घर हाल कारबाही हो यो